भुन्टीको बाटो छेकेर भुन्टी सामु प्रेम प्रस्ताव राख्न खोज्दा मास्टरको र भुन्टीको भने ठुलो झगडा परिसकेको छ। हो साथीहरू, भुन्टी भने आफ्नो दाइ भाउजूको कोठामा जान थालेकी थिइन्, तर मास्टरले भने भुन्टीको बीच बाटोमै बाटो छेकेर भुन्टीलाई आफ्ना सबै मनका कुराहरू भनिदिन्छन्। भुन्टी अब तिमीले मसँग विवाह पनि गर्नुपर्छ भनेर भनिदिन्छन् र यही कुरालाई सुनेर भुन्टी भने एकदमै धेरै रिसाइसकेकी हुन्छन् र यही कुरालाई लिएर अब मास्टरको र भुन्टीको ठुलो झगडा पर्ने पनि भइसकेको छ। न त साथीहरू, भुन्टी मास्टरसँग भन्दा भूपेन्द्रसँगै खुसी हुन सक्छन्, किनभने उनले भूपेन्द्रको बानी बेहोरा कस्तो छ भनेर राम्रोसँग बुझिसकेकी छिन् र आगामी दिनमा त भूपेन्द्रको शारीरिक अवस्थामा सुधार आएसँगै फेरि पनि भूपेन्द्रले भने भुन्टीलाई माया गर्न थालिसकेका छन्। यदि तपाईहरुलाई पनि अब मास्टर भुन्टीको पछि लाग्नु हुँदैन। भूपेन्द्र निको भएपछि भूपेन्द्रले नै भुन्टीलाई माया गर्छन् अनि दुवैजना मिलेर बस्छन्। यदि तपाईहरुलाई पनि यस्तै लाग्छ भने कमेन्ट बक्समा मास्टर भुन्टीको पछि लाग्नु हुँदैन भनेर लेखी भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि माया दिन पनि अवश्य नभुल्नुहोला। पछिल्लो समय आफ्नो श्रीमान अर्थात् भुवनलाई र भुन्टीलाई नराम्रो भनेकै कारणले भुवनले भने श्रेयालाई घरबाट निकाल्दिसकेका थिए, तर बाटोमै श्रेयाको बहिनी फेला परेको कारणले श्रेयाको बहिनीले भने बारम्बार श्रेयालाई सम्झाएर फेरि पनि घरमा फर्काइसकेकी छिन्। श्रेया भने फेरि पनि घरमा फर्किएर भुवनलाई र भुन्टीलाई नराम्रो गर्न भने अझै पनि छोडिरहेकी नै छैनन्। भुन्टीले विभिन्न प्रकारका माफीहरू माग्दा भुन्टीले कुनै पनि किसिमको गल्ती नगर्दै पनि आफू नै श्रेया सामु झुके तापनि श्रेयाले भने अझैसम्म भुन्टी र भुवनलाई नराम्रो भन्न भने अवश्य छोडेकी नै छैनिन् र यही कुरालाई मध्यनजर गर्दै अब भने भुवनले श्रेयाको आमा बुवासँग नै कुरा गर्ने निधो बनाइसकेका छन् र आगामी दिनहरूमा भने अब भुवनले आफ्नी श्रीमती अर्थात् श्रेया नसुध्रे पार श्रेयालाई डिभोर्स दिन सक्ने पनि भइसकेका छन्। साथीहरू, भुवनले भने आफ्नो भाइ बुहारीकै कारण यति ठुला जोखिमहरू पनि आफू सामु लिइसकेका छन्। साथीहरू, श्रेयाको बहिनी भने अब म दिदी भिनाजुकोमै गएर पढ्छु भनेर आफ्नो दिदी भिनाजुको घरमा बस्न आएकी रहेछिन्, तर सहरमा आउँदा आफ्नो घर लथालिङ्ग देखिसकेपछि उनी पनि एकदमै धेरै आत्तिसकेकी हुन्छन्। श्रेयाले त उनलाई बाटोबाटै फर्काएर गाउँ लान थालेकी थिइन्, तर गाउँमा श्रेयाको आमा बुवा एकदमै धेरै चिन्ता लिनुहुन्छ भनेकै कारणले सबैजना भएर फेरि पनि घरतर्फ फर्किसकेका हुन्। घर छोडेर गएकी श्रेया फेरि घरमै फर्किँदा भुन्टी भने एकदमै धेरै खुसी भएकी थिइन्। भुन्टीले त आफ्नो जेठाजु जेठानीको सम्बन्ध राम्रो भएको हेर्न चाहन्छन्, तर श्रेयाले भने भुन्टीलाई राम्रो गर्न भने कहिले पनि नसक्ने नै भइन्। भुवनले बारम्बार श्रेयालाई सम्झाइरहेका नै हुन्छन् कि भुन्टीलाई अब हामीले राम्रो गर्नुपर्छ, भुन्टीले नै गर्दा यो घर चलिरहेको छ। पछिल्लो समय भूपेन्द्रले भुन्टीलाई त्यति धेरै दुःख दिए तापनि भुन्टीले भने अझै पनि भूपेन्द्रको स्याहार सुसार गरेर बसिरहेकी छिन्। त्यसै कारणले पनि हामीले भुन्टीलाई माया गर्नुपर्छ, साथ सपोर्ट गर्नुपर्छ अनि यही घरमा राख्नुपर्छ भनेर भुवनले भने बारम्बार श्रेयालाई भनिरहेका नै हुन्छन्, तर श्रेयाले यिनी कुरा कहाँ सुन्छिन् र उनले भने यिनी कुरा त एउटा कानले सुनेर अर्को कानले उडाउने काम मात्रै गर्छिन्। आज भुवनले यति धेरै हेला गरिरहेका छन्। पछिल्लो समयमा भुवनले भने आफ्नी श्रीमती श्रेयालाई कति धेरै विश्वास गर्ने गर्थे, तर आज आएर त्यो विश्वास भने टुट्न पनि पुगिसकेको छ र उता गाउँमा भूमिका भने अब मेरो ठुलो भाउजूले मेरो विवाह धुमधामसँग गराइदिनु हुने भयो भन्दै खुसी हुँदै गाउँ पसिसकेकी छिन्। साथीहरू, तर ठुलो भाउजू अर्थात् श्रेयाले भने आफ्नो स्वार्थ पूरा गर्नकै निम्ति भूमिकालाई भने तिम्रो विवाह गराइदिन्छु भनेर मात्र भनेकी हुन्, खर्च गर्न त कदापि चाहदिनन्। साथीहरू, यो भने सबै श्रेयाले रचेको एउटा खेल थियो र भूमिका भने त्यो खेलमा पर्न पुगिन्। साथीहरू, भूमिका भने खुसी हुँदै हुँदै गाउँ पसेकी छिन्। गाउँमा गएर आफ्नो आमा अर्थात् बालकुमारीलाई भने अब तपाईले विवाहको तयारी गर्दै राखे हुन्छ, मेरो विवाह त
हुने भयो। मेरो ठुलो भाउजूले मेरो विवाह टन्न गरगहना किनिदिएर धुमधामसँग गराइदिनु हुने भयो। त्यसैले अब तपाईँले विवाहको तयारी गर्दै राखे हुन्छ भनेर भूमिकाले भने आफ्नो आमा बालकुमारीलाई भनिसकेकी छिन्। र साथीहरू, विवाह हुने कुरा बालकुमारीले सुनिसकेपछि उनी पनि एकदमै धेरै खुसी भने भइसकेकी छिन्। पछिल्लो लामो समयदेखि भूमिकाको विवाह नभएकै कारण बालकुमारी तनावमा परिरहेकी थिइन्। तर अहिले भूमिकाको विवाह हुने कुरा सुनिसकेपछि बालकुमारीको मनमा भने लड्डु फुट्न पुगिसकेको छ। साथीहरू, उता मास्टरले भने अर्थात् भुन्टीलाई माया गर्ने मास्टरले भने जताततै भुन्टीलाई मात्रै देखिरहेका छन्। भुन्टीको यादमा उनी त पागल सरह नै भइसकेका छन्। बाटोमा हिँड्दा होस् या आफ्नै बहिनीलाई पनि उनले छन्। मास्टरले जे भए पनि भुन्टीलाई एकदमै धेरै माया त गर्छन्, तर त्यो माया भने भूपेन्द्रको मायादेखि निकै नै धेरै कम छ। जे भए पनि भूपेन्द्रले पछिल्ला दिनहरूमा गल्ती नगर्दा भुन्टीलाई एकदमै धेरै माया गर्थे। भुन्टीले ती सुनहरू भूपेन्द्रलाई नसोधिकर बेचेकै कारणले भुन्टीले त्यति धेरै हेला पाएकी हुन्, नत्र भने भूपेन्द्रले भुन्टीलाई कहिल्यै पनि हेला गरेनन्। साथीहरू, अब जे भए पनि मास्टरको र भुन्टीको सम्बन्ध कहिले पनि राम्रो हुँदैन। भूपेन्द्र सन्चो हुँदै आइरहेका छन् र सन्चो भइसकेपछि बरु भूपेन्द्रले आफ्नो घरबाट कतै टाढा गएर भुन्टीलाई राखेर भुन्टीलाई माया गर्छन् होला। तपाईहरूलाई के कस्तो लाग्छ? पक्कै पनि आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा दिन अवश्य नभुल्नुहोला। हस्त म 23 को भिडियो त्यो पनि अवश्य कमेन्ट बक्समा भनिदिनु होला। राम्रो लाग्यो भने एक लाइक सँगै च्यानललाई सब्स्क्राइब गरिदिन पनि अवश्य नभुल्नुहोला। धन्यवाद।